निर्माण भएको छ उहाँ लोभेनसँग म एक कुरा राख्नुहुन्छ धमाधम चलिरहेछ दिनुको लागि यहाँ पनि ठाउँ पनि गर्नुहुँदैछ order आएको पेज मेटाइ निमो ड्रोन लिएर आइज त यहाँ चाहिँ आज यो चाहिँ हामीले यहाँ खाना उम्म पनि फर्कै घाँस बनाउँदैछौँ हामीले माटो कटिङ अनि हाम्रो उरुहरूले काम गर्नेलाई चियाहरू दिनुहुँदैछ यता हाम्रो ट्याक्सी जोजोहरू है यहाँ चाहिँ छोतेन यहाँ कलर गर्नुहुँदैछ हाम्रो गुम्पा राप्ने चाहिँ 24, 25, 26 हुँदैछ त्यसकै लागि यहाँ प्रिपरेसन धमाधम चलिरहेछ यहाँ बाहिरको गफहरू सुनिदिनुहोस् हाम्रो यता चाहिँ हाम्रो यहाँ गुम्पाको हेड यता चाहिँ हुनुहुन्छ यो गुम्पाको जुन चाहिँ हाम्रो यहाँ लोबेन्लाको अन्डरमा जुन गुम्पा यो उगेन डोनर सोपेलिङ गुम्पाको निर्माण भएको छ उहाँ लोबेनसँग म एक दुईवटा कुराहरू राख्नुहुन्छ 26 तारिकको रिम्बुचे आउनुहुँदैछ उहाँ कुन रिम्बुचे हुनुहुन्छ तपाईँलाई म अलिकति त्यसको विस्तारमा हाम्रो यहाँ तपाईँले भनिदिनुहोस् कि जति पनि यो राप्ने ओपनिङमा होइन हाम्रो रिम्बुचेलाई आउनुहुँदैछ होइन को रिम्बुचे आउँदैछ होइन के वाङ हुँदैछ त्यसको विस्तार अलिकति गरिदिनुहोस् न तपाईँले यो कुरामा अस्ति पनि मैले पुरा हिँड्थेँ एकदम जानकारी चढाएको थिएँ तर भन्दा पनि भन्छु यो पूजामा चाहिँ हाम्रो तेह्रको मिन्डुली हुन्छ क्याप्चेटोरीले चाहिँ उहाँ त्यसरी सबै कुलनीतिको लागि त्यसरी पाल्नुहुँदैछ अनि हाम्रो चाहिँ 25 तारिक पाल्नुहुन्छ अनि 26 तारिक पूजा चाहिँ 23 तारिक हुन्छ होइन 23, 24, 25, 26, 27 4-5 दिनको लागि यस्तो हुँदैछ धेरै ठुलो अब गुम्बाको ओपनिङ त्यो गुम्बाको अनि यो गाउँको यो ठाउँको सबै सारा सिक्किमको हाम्रो धर्म भक्तजनहरूलाई केही आशीर्वादहरू होइन त्यसरी आराम दिनको लागि चाहिँ चाहिँ ठुलोसरी पाल्नुहुँदैछ त्यसले गर्दा अहिले एकदम आजभोलि काम एकदम धमाधम चालु यो 2-3 दिन भइसक्यो काम एकदम चलिरहेको छ समाज सबैजना लागेको सबै यसरी अन्त रहेछ लास्टमा चाहिँ सम्भवतः सकिन्छ वाङ हुँदैछ यो वाङ एकदम इम्पोर्टेन्ट हो यो वाङ थापेको चाहिँ हामी पहिला ठुलो जन्ममा हामीले अङ्गनमा गरेको पापहरू थप्यौँ अनि हामी यो मरेपछि पनि अर्को जन्ममा राम्रो नराम्रोतिर पशुतिर जन्म नपाउने मरेपछि यो अर्को जन्मको लागि यो जन्ममा पनि हामीले कष्टहरू नराख्ने बिमार नहुने दुःख हुने त्यसको लागि हो अनि यो सबैजनाको लागि हो त्यसले गर्दा चाहिँ तपाईँहरू सबैजना 26 तारिककै पालिदिनुहोस् अनि
एकदम राम्रो सबैलाई राम्रो हुन्छ। यो त अब मलाई मात्रै होइन एकजना दुईजना लागि होइन, यो त सारा संसारको प्राणीको निम्तिको लागि आफ्नो यो जन्म अर्को जन्मको लागि दुइटै जन्मको लागि चाहिँ यसो ठुलो उमेर छ। कहिले पाउनु सक्दैन, उमेर पनि एकदम 90 वर्ष नपुग्नु भएको हो। त्यस कारणले गर्दा यस्तो ठुलो आमा बुवाको हामीले कम्ती समयमा यसरी दर्शन हामीले हुँदैछ। त्यसले तपाईँहरू सबैजना आइदिनुहोस्, म तपाईँलाई म विश्राम चाहन्छु। सुनिहाल्नु भयो हाम्रो यहाँ लोबेन दाले होइन। यो जति पनि राप्ने हाम्रो यहाँ नयाँ गुम्बा उगेन दोनक छोपेलिङ गुम्बाको निर्माण भएको राप्नेमा को आउनुहुँदैछ रिम्पोचेला होइन, के वाङ हुँदैछ होइन, त्यसको महत्त्व के छ भन्ने कुरा तपाईँले सुन्नु भइहालेको छ। अन्त तपाईँहरू सम्पूर्ण बौद्ध धर्म प्रेमीहरूकोबाट तपाईँहरूलाई एउटा अनुरोध गर्न चाहन्छु। हाम्रो यो नयाँ काम सुरु हुँदैछ। हामी यहाँ खाना दिनुको लागि यहाँ पनि बारबेर हाम्रो यहाँ यता हाम्रो लोबेनदाले यहाँ देखाउनु हुँदैछ। यहाँ फेरि हाम्रो टिम हामी यहाँ 4-5 जना छ। हाम्रो फेरि यो सेकेन्ड आफ्टर लन्चदेखि चाहिँ हाम्रो यो काम सुरु भइरहेको छ। तल्लो मुनिपट्टि फेरि पनि हाम्रो त छाउ पनि गर्नुहुँदैछ। यहाँ चाहिँ हाम्रो यता चाहिँ पावर डिपार्टको हाम्रो दाजु हुनुहुन्छ। दाजुले यो गुम्पाको सबै पावर चाहिँ यता दाजुले आफ्नो स्टाफहरूसँग एकदम फ्री अफ कस्ट गरिदिनु भएको छ। के भन्नु चाहन्छु दाजु तपाईँ? म चाहिँ अब के भन्न चाहन्छु भने फर्स्ट अफ अल सबैलाई अब नमस्कार है। मैले चाहिँ अब गुम्बामा चाहिँ अब बारेमा के भन्नु छ भने जति पनि अब यहाँ गुम्बामा चाहिने सरसामानदेखिको बिजुलीमा जति चाहिने सरसामानहरू लिएर यसरी आज हाम्रो यो बिजुली फिटिङको अन्तिम दिन हो। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। मिडिया पर्सनलाई पनि थ्याङ्क यू त्यही। यता पनि छ पावरको, यता पनि हाम्रो पावरको बाहिर यहाँ पनि छ, यता पनि हो स्टाफहरू पनि। पावर डिपार्टरले यहाँ वायरिङको काम दमादम भइरहेछ यहाँनिर पावरको। हामी यहाँ जो पनि हुनुहुन्छ। विशेष गरी हाम्रो जसलाई यो गुम्बाको बारेमा धेर कुराहरू याद छ हो, तपाईँले उहाँलाई सोध्नु सक्नुहुन्छ। टाइल्सको दमादम टाइल्स ओछ्याउने कामहरू भइरहेछ यहाँनिर। यहाँ हुँदैछ हाम्रो यहाँ झिसम पनि, हाम्रो मेन झिसम पनि यहाँ कम्प्लिट हुनै लागिरहेको छ। हामी यहाँ आगेहरूले यहाँ गर्नुहुँदैछ काम। हाम्रो यहाँ लोबेनलाको भाइले पनि रङको काम दमदम गरिरहनु भएको छ।